बालनले अस्तिको दिन खप्न नसकेर टुकुचामा गाड्छु भन्दै हुनुहुन्थ्यो। लेख्नु हुँदै थियो। उहाँ चाहिँ म चाहिँ बोल्ने, मलाई चाहिँ लेख्न आउँदैन। उहाँ अलि पढेको इन्जिनियर, म त नपढेको मान्छे। म त 8 क्लास मात्रै पढेको। अब मलाई लेख्न आउँदैन। उहाँलाई लेख्न आउँछ, मलाई लेख्न आउँदैन, फरक त्यहाँ छ। रिस चाहिँ उस्ता उस्तै रहेछ। कुरा भन्नु भएन। मैले के भनेको थिएँ भने बालनलाई पनि बलि चढाउँछन् है पशुपतिको जग्गामा भनेको थियो। अस्ति उच्च अदालत पाटनले मारवाडीलाई नै चलाउने दिने भनेर बालनलाई बलि चढायो होइन? हो, देश कसले चलाएको रहेछ? मारवाडीले। तपाईँले उता सिंहदरबार भनेको नेपालीहरूको प्रधानमन्त्री बस्ने ठाउँ हो? होइन, त्यो चन्द्र शमशेरले बनाएको त सेतो दरबार छ नि, त्यहाँ त मारवाडीको सिओ बस्छ। मारवाडीको सिओ। कुनै पनि नेपालीको काम त्यहाँबाट हुँदैन, तर मारवाडीको हरेक काम त्यहाँबाट हुन्छ। त्यहाँ त मारवाडीहरूलाई सहज गरिदिनको लागि सिंहदरबार प्रयोग हुन्छ, पुलिस प्रयोग हुन्छ, नेपाली सेना प्रयोग भएको छैन है। किनभने नेपाली सेनामा एउटा कुरा के देखियो भने पृथ्वीनारायण शाहको लिगेसी बोकेको नेपाली नागरिकहरूको सेना देखियो। र म अन्तिममा के भन्छु भने उहाँहरूलाई जनता अप्ठ्यारोमा परेका छन्। तपाईहरू जनता र देश र राजालाई साथ दिनुहोस्, साथ दिनुहोस्। म यति मात्रै भन्छु।